सम्पूर्णमा नमस्कार। म यति बेला एउटा पुस्तकको बारेमा सामान्य छलफल गर्न गइराखेको छु। मैले यो भर्खरै मात्र एउटा उपन्यास पढिएको छु, रमा बाँधिएको मौनता शीर्षकमा रहेको। यसका लेखक हुनुहुन्छ पुनम बिसी। यो उपन्यास रहेको छ। यो उपन्यास मैले भर्खर पढेर सकेको छु। वास्तवमा यो पुनम बिसी एउटा युवा उपन्यासकार हुनुहुन्छ। उहाँले यो उपन्यास लेख्नुको प्रमुख उद्देश्य यसमा लेख्नु भएको छ। कर्णाली प्रदेशका 10 जिल्लामा रगत अभाव न्यूनीकरणका लागि तत्काल रक्तदाता उपलब्ध गराउन सञ्चालनमा ल्याइएको कर्णाली ब्लड एप नामक मोबाइल एप सञ्चालनार्थ यो उपन्यास समर्पित गरेको छु भनेर चाहिँ यो उपन्यास प्रकाशन गर्नुभएको रहेछ। यसको प्रमुख पात्र उपन्यासको रमा रहेको छिन्। ती रमाको जीवन वरिपरि यो कथा सबै कुराहरू सपेट्न खोजेको छ। स्थान पश्चिम नेपालको कर्णाली प्रदेशका दैलेख, सुर्खेत, लुम्बिनीका नेपालगञ्ज, बुटवलसम्मको परिवेश यो पुस्तकमा समेटिएको छ। उपन्यासको प्रमुख पात्र रमाले सिङ्गो कर्णालीका महिलाहरू र उनीहरूले बाँच्नका लागि गर्नुपरेका जीवन सङ्घर्ष र भोगाइलाई प्रतिनिधित्व गरेकी छन्। यो रमाले यो उपन्यासको प्रमुख पात्र पनि हुन्। रमा मार्फत कर्णालीमा जन्मिएका अभावमा बाँचेका छोरीहरूको जीवन कथा र बाध्यता प्रस्तुत उपन्यासमा लिपिबद्ध गरिएको छ। यो उपन्यासमा लिपिबद्ध गरिएको रमा एउटा प्रतिनिधि पात्र हुन् भने रमा जस्तै हजारौँ लाखौँ कर्णालीका चेलीहरू कसरी अभावमा बाँचिराखेका छन्, कस्ता बाध्यतामा जीवन गुजार्नु परेको छ भन्ने कुरा यसमा चित्रण गरिएको छ। गरिब परिवारमा जन्मेकी रमा मेहनत, इमान्दारिता रूपमा र पढाइमा अब्बल हुँदा धेरै पात्रहरूले अँगाल्न खोजे, तर अन्त्यमा बजारमा हुर्किएको ठिटो बसन्त नामको एउटा प्रमुख पात्र छ। यो बसन्तले जालमा पारी शोषण गर्दै सीमा पारी पुर्याइदिन खोजेको यहाँ कथामा यो उपन्यासमा समेटिएको छ। खास गरी भर्खरै किशोर अवस्थाको कुरकुरे वयसमा दौडिरहेका किशोरीहरू, विद्यालय तहमा अध्ययन गर्ने आलाकाँचा छोरीहरू कसरी लोभ लालचमा पर्न गई नर्कको जीवन जिउन बाध्य हुन्छन् भन्ने सन्देश प्रस्तुत उपन्यासले दिन खोजेको छ। बेचिँदै गरेकी रमाको उद्धार गरी जीवन जिउनका लागि सङ्घर्ष गर्न सिकाउने एउटा संस्था रहेको छ। संस्थाको नाम त उल्लेख गरिएको छैन। संस्थाकी दिदी पात्रको भूमिका अहम देखिन्छ। नेपालमा हाल माइती नेपाल लगायत थुप्रै सङ्घ संस्थाहरू जो बेचिएका, हिंसामा परेका नारीहरूको जीवनमा सङ्घर्ष र जिउनका लागि उत्साह र उत्प्रेरणा दिने कार्यमा लागिराखेका संस्थाहरू जो छन्, त्यहाँमध्येकी एउटा दिदी भन्ने पात्र छिन्। तिनले उनलाई एउटा नयाँ जीवन दिएर, उनी जस्तै हजारौँ महिलाहरूलाई नयाँ जीवन दिएर सङ्घर्ष गराएर बाँच्न सक्ने अवस्थामा पुर्याएको यो उपन्यासले चित्रण गर्न खोजेको छ। अन्ततः बसन्त जस्ता दुर्व्यसनीमा फँसेका र गलत कार्यमा संलग्न पात्र पनि सुध्रेर नयाँ जीवन जिउन समाजसँगै पश्चाताप गर्छन् भन्ने पनि यो उपन्यासको अन्तिमतिर हामी भेटाउन सक्छौँ। संस्थाले रमालाई उद्धार गरिसके पछाडि एउटा सङ्घर्ष गर्दै जाँदा पछाडि पुनः चाहिँ रमासँग पुनर्मिलन गर्न आउँछ। उसले आफूलाई पश्चाताप गरेको छ र सुध्रेर आएको यहाँ यो पुस्तकमा चाहिँ उल्लेख गर्न खोजिएको छ। सुध्रेर आएको कुरा पनि यहाँ झलक हामी देख्न सक्छौँ। प्रस्तुत उपन्यास पढ्दै जाँदा सुखान्तसम्म टुङ्गिन खोजेको तर अन्तिममा पात्रहरू बीचको सम्बन्ध के भयो भन्ने प्रश्न हुन सकेको छैन। सुरुका केही भागसँग पछाडिका अध्यायको थोरै क्रम अथवा सिलसिलेवार अथवा कथा प्रसङ्ग नमिलेको जस्तो देखिन्छ। अगाडिका केही भागहरू छुटेका हुन् कि अथवा चाहिँ पछाडि राख्दाखेरि हुन्थ्यो कि क्रम नमिलेको जस्तो कथाका अध्यायहरू चाहिँ त्यस्तो देखिएको छ यो पुस्तकमा। धेरैजसो कर्णाली परिवेश बनाएर लेखिएको प्रस्तुत उपन्यासमा खस भाषाको सम्मिश्रणले उपन्यासलाई जीवन्त र रोचक बनाएको छ। सुर्खेत, दैलेख, जुम्ला लगायतका पश्चिम नेपालमा बोलिने
खस भाषाका धेरै शब्दहरू यो उपन्यासमा समेटिएको छ। त्यसकारणले यो भाषाले यो कर्णाली प्रदेशको संस्कृति भाषाको पनि राम्रै चित्रण गर्न खोजेको छ। प्रस्तुत उपन्यासमा कर्णालीका संस्कृति, धामी, देवी देवता, विवाह पर्व, काजक्रिया लगायतका केही झलकहरू समेटिएकाले साँच्चीकै यसले अपनत्वको बोध गराएको छ। कर्णालीमा विभिन्न भाषा, धर्म, संस्कार, संस्कृतिहरू छन्। त्यसका झलकहरू पनि लेखकले यो पुस्तकमा समेट्न सकेका छन्। त्यसकारणले कर्णालीमा भएका संस्कार संस्कृतिहरूको पनि यो उपन्यास पढ्दै गर्दाखेरि हामी ज्ञान लिन सक्छौँ। अन्त्यमा कुनै पनि कर्णालीका चेलीहरू आफ्नो जीवनको आधार निर्माण गर्ने समयमा लोभ, लालच र झुट्टा आश्वासनमा परेर जीवन बर्बाद गर्ने बाटो नहिँडुन्, फेरि रमा बन्ने बाटोमा नलागुन् शुभकामना छ। साथै लेखकलाई अर्को कृतिको र रमाको त्यसपछिको जीवनयात्रा बारेमा पाठकको जिज्ञासा मेटिदिन शुभकामना पनि दिन चाहन्छु। पछाडि रमाको जीवन कसरी अगाडि बढ्दछ भन्ने कौतूहलता, जिज्ञासा पाठकहरूमा रहेकै छ। त्यो पनि मेटाउनु हुनेछ र सँगसँगै हाम्रो कर्णाली अभाव, गरिबी, चेतनाको कमीले गर्दाखेरि यस्ता रमा जस्तै थुप्रै साना किशोरीहरू, विद्यालय तहमा पढ्ने चेलीहरू प्रत्येक वर्ष हिंसामा पर्ने, विवाहको नाममा विदेशका कोटीहरूमा लिएर शोषण गर्नुपर्ने, यौन शोषण लगायतका शारीरिक शोषणहरू गर्ने जुन बाध्यता छ, त्यसमा चाहिँ हाम्रा छोरी चेलीहरू त्यो जालमा नपरुन् र उनीहरू बेलैमा सचेत हुन् र आफ्नो खुट्टामा नउभिन्जेलसम्म कुनै पनि लोभ लालचमा नफसुन्। शुभकामना। धन्यवाद। नमस्कार।